नमस्कार, स्वागत छ हाम्रो युट्युब च्यानल साइबर स्टोर डिजिटलमा। आज हामी कुरा गर्नेछौँ फ्रीमा कोडिङ सिक्ने अवसरको बारेमा। यदि तपाईँ कम्प्युटर प्रोग्राम सिक्न चाहनुहुन्छ तर आर्थिक कारणले क्लास लिन सकिरहनु भएको छैन भने यो भिडियो तपाईँको लागि उपयोग हुन सक्छ। आजको युगमा कोडिङको महत्त्व एकदम बढेको छ। हरेक क्षेत्रमा कम्प्युटरको प्रयोग भइरहेको छ र कम्प्युटरलाई चलाउनको लागि कोडिङको ज्ञान हुनु आवश्यक छ। कोडिङले तपाईँलाई नयाँ एप्स, वेबसाइट र सफ्टवेयर बनाउन मद्दत गर्छ। यसको साथै कोडिङ सिकेर तपाईँ राम्रो आम्दानी पनि गर्न सक्नुहुन्छ। इन्टरनेटमा थुप्रै वेबसाइटहरू छन् जसको माध्यमबाट तपाईँ फ्रीमा कोडिङ सिक्न सक्नुहुन्छ। यहाँ हामी केही उत्कृष्ट वेबसाइटको बारेमा कुरा गर्नेछौँ। कोडक्याडमी एक लोकप्रिय वेबसाइट हो जहाँ तपाईँ विभिन्न प्रोग्रामिङ भाषाहरू जस्तै पाइथन, जाभास्क्रिप्ट, PHP, रुबी आदि सिक्न सक्नुहुन्छ। यहाँ अन्तर्क्रियात्मक अभ्यासहरू र प्रोजेक्टहरू पनि उपलब्ध छन् जसले तपाईलाई कोडिङ सिक्न मद्दत गर्छ। फ्री कोड क्याम्प जस अर्को उत्कृष्ट वेबसाइट हो जहाँ तपाईँ वेब डेभलपमेन्ट, डेटा साइन्स र अन्य विषयहरूमा कोडिङ सिक्न सक्नुहुन्छ। यहाँ पनि अन्तर्क्रियात्मक अभ्यासहरू र प्रोजेक्टहरू उपलब्ध छन्। खान एकाडेमी गैर लाभकारी संस्था हो जसले विभिन्न विषयमा फ्रीमा शिक्षा प्रदान गर्छ। यहाँ तपाईँ कम्प्युटर प्रोग्रामिङको बारेमा पनि सिक्न सक्नुहुन्छ। कोर्सरामा विभिन्न विश्वविद्यालय र संस्थाहरूले अनलाइन कोर्सहरू सञ्चालन गर्छन्। यहाँ केही कोर्सहरू फ्रीमा पनि उपलब्ध छन्। एडएक्स पनि कोर्सरा जस्तै एक अनलाइन लर्निङ प्लेटफर्म हो जहाँ विभिन्न विश्वविद्यालय कोर्सहरू सञ्चालन गर्छन्। यहाँ पनि केही कोर्सहरू फ्रीमा उपलब्ध छन्। वेबसाइट छनौट गर्दा केही कुराहरूमा ध्यान दिनुपर्छ। तपाईको रुचि, तपाईँ कुन विषयमा कोडिङ सिक्न चाहनुहुन्छ। वेबसाइटको सामग्री, वेबसाइटमा उपलब्ध सामग्री तपाईँको लागि उपलब्ध छ कि छैन। वेबसाइटको प्रयोग, वेबसाइट प्रयोग गर्न सजिलो छ वा छैन। त्यस्तै समुदाय, वेबसाइटमा सक्रिय समुदाय छ वा छैन। फ्रीमा कोडिङ सिक्नको लागि धेरै राम्रो अवसरहरू छन्। तपाईँ आफ्नो रुचि र आवश्यकता अनुसार सही वेबसाइट छनौट गर्न सक्नुहुन्छ। धन्यवाद हाम्रो भिडियो हेर्नु भएकोमा। यदि यो भिडियो उपयोगी लाग्यो भने कृपया लाइक र सेयर गर्नुहोस् र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।